फाइनली गाइज हामी चाहिँ आज चाहिँ ट्याङ्की फिटिङ गर्ने भनेर आएका थियौँ गाइज। खन्न सुरु भइसकेको थियो त्यतातिर गाइज। तर तपाईँहरूलाई चाहिँ एउटा स्पेसल बिहान बिहान आजको यो झुल्के घामसँगै तपाईँलाई हामी एउटा स्पेसल चिज देखाउन चाहन्छौँ। यस्तो चिसोमा पनि कहाँबाट आएर बस्यो होला यो साप। हामी अजिकमा छौँ, तुलसीपुरमा चाहिँ यो किङ कोब्रै हुनुपर्छ जहाँसम्म। तपाईँहरूलाई चाहिँ म देखाउँछु। यो चाहिँ हाम्रो त्योभित्र चाहिँ किङ कोब्रा छ, यानि कि गोमुन सर्प। ल हेर्न सक्नुहुन्छ यसको थोरै भाग। अब हामी यो हटाएर हेर्नेछौँ, बोरा हटाएर हेर्नेछौँ। स्पेसल गाइज यो कहाँबाट आएको कोब्रा हो बिहान बिहान। थोरै हामी खन्न सुरु गरिसकेका थियौँ। ल हेर्नुहोस्, त्यता हामीले खनिरहेका छौँ। हाम्रो सामान त्यता छ। अलिकति केही भइदिएको भए आज त टोलीहरूको स्पेसल माघी हुँदो रहेछ त है। अलि लामो बास लिएर आउनु त। त्यो हटाउनुहोस् त बिस्तारै त्यो बोरालाई। या मरिसक्यो गाइज या जिउँदो हो गाइज। यतातिर आयो भने चाहिँ गाइज गाह्रो हुन्छ गाइज त्यसले। ल गाइज आज बिहान बिहानै काम गर्ने म। ओ ल हेर्नुहोस् गाइज, ल हेर्नुहोस् सर्प। ओ नो, बिहान बिहानै यस्तो काम गर्ने अब पाइपलाइनको काम भइरहेको थियो गाइज। सर्प हेर्नुहोस् गाइज। फाइनली हेर्न सकिन्छ गाइज। यो लाटेर चाहिँ पुरै चिसो भइसक्यो। ओ नो, कोब्रा, किङ कोब्रा हेर्न सक्नुहुन्छ गाइज। अब यसले चाहिँ मुन्टो कसरी हेर्नुहोस्। किङ कोब्रा हेर्नुहोस्, कोब्रा नाग नगर 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 नाग नगर नगर नाग रहेछ गाइज। नाग नाग हेर्न सक्नुहुन्छ गाइज। फाइनल्ली गाइज भगवान, हामीले चाहिँ बिहान बिहान देख्न पाएका छौँ गाइज किङ कोब्रा। तुलसीपुरको यस खानेपानी ट्याङ्की नजिक चाहिँ किङ कोब्रा चाहिँ आएर यो तातोमा चाहिँ बसेको रहेछ गाइज। यसलाई हामीले मार्नु हुँदैन, यसलाई हामीले चाहिँ मार्न हुँदैन गाइज। निकाल्ने मान्छे चाहिन्छ बटे, फोन गरौँ। यो भने यसले असर गर्न सक्छ गाइज। किङ कोब्रा छ गाइज, लास्ट डेन्जर गाइज। एकजना बुवा थियो यार, तिनी बुवा यार, तिनी बुवाको नम्बर भइदिएन यार। तिनी बुवा आयो भने त अहिले यसलाई समातिहाल्छन्। हुन त म पनि समातिहाल्छु सुमा त यसलाई। रेस्क्यु हान्ने हो त यसलाई। बोलाउने भयो कि हान्ने भएको? अब लखेर्दा पनि यो नागेर भाग्न सक्दैन, कसैको घरहरू पनि पस्ला। फाइनल्ली गाइज किङ कोब्रा चाहिँ हामीले देख्यौँ गाइज। देख्न सक्नुहुन्छ नि गाइज। योले एक डस हान्यो भने 3 घन्टामा फाइनल्ली मान्छेको डेथ हुन्छ गाइज। नसामै हान्यो भने चाहिँ मान्छे गयो, अलि बाहिर हान्यो भने 3 घन्टामा चाहिँ फाइनल्ली गाइज। अब यसलाई चाहिँ हामी रेस्क्यु टिमलाई चाहिँ हामी फाइनल्ली गाइज किङ कोब्रा यसरी दबाएको छ गाइज। सापले बिहान बिहानै टोक देता था भाइ यार। यो देखो तपाईँ किन यति निराश हुनुहुन्छ सर? के पुगेन तपाईँलाई? बाहिर आउनुहोस्, बाहिर। तपाईँ बाहिर आउनुहोस्, बाहिर। नपुगे जस्तो गर्नुहुन्छ त के पुगेन? आउनुहोस् सर, आउनुहोस्। तपाईँलाई स्वागत छ सर, स्वागत छ, स्वागत छ सर, स्वागत छ सर। त्यसमा केही बाँधेर झुन्डाइदिनु क्या त्यो बलामा आउँछ अहिले। देखो न गाइज, देखो न गाइज, देखो। तान्नेलाई डोरीमा फाँसा लगाएन, फाँसी लगाएन तान्ने। तान्न त परेको कसरी हुन्छ, के गरिनुहुन्छ? डोरीको यसले यो छाड्दै छाड्दैन क्या यो ठाउँ। सब महादेवका भक्त हुनुहुन्छ, हर हर महादेव हुनुहुन्छ यहाँ। आफ्नो बाटोतिर जाऊ, यसलाई नमार्ने हो। जेसीबीले नमार्ने छाड्ने हाम्रो। अस्तिदेखि नै हो, पहिल्यै जेसीबी पहिलेदेखि हो। सफा गर्दादेखिको छ कि यो त पुरै पुच्छरै निलो छ पुरै। यताबाट हामीले त्यहाँ हटायौँ, त्यहाँबाट यता आयो। यहाँ पो कहाँबाट आइपुगेछ यता 20 लाग्दैन यसको? हजुर 20 वाला हो कि न? 20 यो आजसम्म चिन्नु भएको छैन यो सापलाई? ओहो, पुग्नेवाला हो, पुग्नेवाला होइन, 3 घन्टामा सेन्टिफाइड गराइदिनेवाला हो यो त। फोन गरिदिनु न नगरपालिकामा। तपाईँहरू गाउँको मान्छे भएर यार
यस्तो नि हुन्छ यार गर्दिन्न कसैलाई फोन लाग्छ भने एउटा चौधरी के छ त्यो भाइ नगरमा गर्दिन्न फोन कसैलाई र फाइनल्ली गाइज हाम्रो रेस्क्यु टोलीहरू आइसक्नु भएको छ जाली साली लिएर टक्क अब हामी चाहिँ रेस्क्यु गर्न गइरहेको छौँ हजुर हजुर यो धेरै दिन भइगयो आज पनि फेरि आज लागेको छ आज हुन्छ हुन्छ त्यो आज चाहिँ यो गर्नुपर्यो अनि त्यो पाइपहरू बिचमा पाइपहरू छन् हजुर हजुर त्यो बिग्रेपछि गर्नुपर्ने होला यो बाटो ग्रेभल गरे बाटो अरू कुरो बिग्रिनु भयो हेर्नुहोस् यसलाई अब ग्रेभल अलिकति हालिदिने हो कि होला भन्ने हो म हो टप पैसा सहित ऊ यहीँनिर छ हेर्नु त्यो पाइपको तल लड्नु होला है हतालिन कोही मान्छे काट्छ होला कि त्यो बाँस ल्याएर तान्दिन्न ये हिँडको सर भयो यहाँ समाज क्या जङ्गलै छोड्छौ फाइनल्ली गाइज रेस्क्यु भइसकेको छ गाइज फाइनल्ली गाइज अब रेस्क्यु भइसकेको छ गाइज अब यो फाइनल्ली जङ्गलतिर जाने अवस्था भइसकेको छ अब हामी पनि तलतिर पस्नुपर्छ होला गाइज डोनाल्ड ट्रम्प टिभी